बाबा दोलखा का देवता, हे आकाश भैरव। दोलखाको डाँडा माथि ज्योतिनी, तिम्रो बलि रहोस् भक्तजनका। मन भित्र आशाको दीप जलिरहोस्, खोला बग्छ हावा चल्छ। तिम्रो मिलिरहोस्, दुख पर्दा सम्झदा बाबा साथ तिम्रो मिलिरहोस्। जय जय हत्वो बाबा जय आकाश भैरव। दोलखाका रक्षक तिमी हाम्रो जीवन आधार। जय जय हत्वो बाबा जय आकाश भैरव। भैरवको मूर्ति त्यो पहिल्यै थियो यहाँ दोलखाको क्या, कुल देउता हो हजुर। तुलाउनु टाढा आयो होइन अब अङ्ग्रेजी मात्रै बुझ्छ होला हाम्रो प्रेम मैले त्यो खट हेर्दा सबै Kau
यहाँ बोर्ड त्यहाँ छ अनि उल्टा भयो क्या अनि ठिक छ हात आयो थियो यस्तो गर्नु भनेको अघिदेखि सुन्दैन ल पूजा गर्नु खै काकाहरु खै ल या अब छोड्नु पर्यो यहाँ पूजा गर्नु पर्यो पूजा गरेपछि खिचौँ न यहाँ सबैजना छोडो है गरिदिनुहुन म एकी कुमार प्रधानज्यूलाई अनुरोध गर्दछु अतिथिको रूपमा पाल्नुभएका भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतज्यूलाई विशिष्ट अतिथिको आसन गरिदिन म अनुरोध गर्दछु त्यसै गरी हाम्रो यस कार्यक्रमका विशिष्ट अतिथिको रूपमा पाल्नुहुने प्रमुख जिल्ला अधिकारीज्यूलाई म विशिष्ट अतिथिको आसन गरिदिन अनुरोध गर्दछु त्यसै गरी सहायक प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि अतिथिको आसन गरिदिन अनुरोध गर्दछु निर्वाचन अधिकृतज्यूलाई जिल्ला प्रशासन कार्यालयबाट पाल्नुभएका अधिकृतज्यूलाई पनि म अतिथिको आसन गरिदिन पूर्व महानिर्देशक डाक्टर मुक्ति प्रधानज्यूलाई पनि म अतिथिको आसन गरिदिन हुन अनुरोध गर्दछु त्यसै गरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सनत श्रेष्ठज्यूलाई पनि अतिथिको आसन गरिदिन अनुरोध गर्दछु थापाज्यूलाई त्यसै गरी कपडा फेन्सी सङ्घका अध्यक्षज्यूलाई पनि म अतिथिको आसन गरिदिन हुन म अनुरोध गर्दछु र सम्पूर्ण मानवहरू हामी आज सबैजना खुसी छौँ आज दोलखा नै खुसी छ र यो हाथो कसरी दोलखा आइपुग्यो भन्ने विषयमा सानो एउटा आजको एउटा हामीले हराएको आज देखाएको ती बालक बालिकाहरू एकदम खुसी छन् र यसमा मैले यहाँ प्रस्तुत गर्न चाहन्छु 30 वर्ष अघि प्राचीन दोलखा बजारबाट चोरी भएका ऐतिहासिक हाथो अर्थात् आकाश भैरवका दुईवटा अमूल्य मुकुटहरू अन्ततः आज आफ्नो थाप थलो कूटनीतिक र कानुनी प्रक्रिया मार्फत सोझो जिल्लाका यी मल्लखाली स्वागत तथा परिक्रमा र्यालीमा स्थानीय भीमेश्वर नगरपालिकाका नगर प्रमुख उपस्थित सम्पूर्ण आदरणीय कार्य प्रमुख प्रतिनिधि लगायत यहाँ आउनुभएका पत्रकारज्यूहरू शिक्षा निकायका प्रमुख एवं प्रतिनिधिज्यूहरू यहाँ उपस्थित हामी दोलखावासी सम्पूर्णमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु धन्यवाद दिन चाहन्छु आज विशेष दिन मैले सम्बोधन छोडाएँ किनभने समय छैन यहाँ सबै अतिथिहरू हुनुहुन्छ सबै हामी सहभागी यो आजको भएको हुनाले यसलाई सुरक्षाको व्यवस्थाको लागि पनि मैले हार्दिक अनुरोध गर्दै मैले यो धेरै समय लिन यहाँहरूले जसले जहाँबाट सहयोग गरेर आज यो उत्साह साथमा सहभागिता जनाउनुभयो सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ताजा गाजा पत्रकार दाजुभाइदेखि लिएर जस्तै चैनपुर बजारबाट आउने निःशुल्क ल्याइदिएको हो अमेरिकाबाट हेलो अब मैले तपाईँहरूको धन्यवाद सेवाहरू केही दिन चाहन्छु भने धन्यवाद हत्व बाबा दोलखा का देवता हे आकाश भैरव दोलखाको डाँडा माथि ज्योतिनी तिम्रो बलि रहोस् भक्तजनका मन भित्र आशा को दीप जली रहो खोला बगछा हावा चल्छा तिम्रो मिली रहो दुख
पर्दा सम्झदा बाबा साथ तिम्रो मिलिरहोस्। जय जय हत्रो बाबा जय आकाश भैरव दोलखाका रक्षक तिमी हाम्रो जीवन आधार। जय जय हत्रो बाबा जय आकाश भैरव तिम्रो चरणमा शिर झुकाई माग्छौं कृपा अपार। जत्राको त्यो रमाइलोमा मादल झाली बजिरह्यो। भक्तजनको भिडभित्र तिम्रो महिमा गुन्जिरह्यो। पुर्खाले जसरी पूजे हामी पुजिरहौं सत्य बाटो देखाइदेऊ तिम्रै नाम लिइरहौं। जय जय हत्रो बाबा जय आकाश भैरव डाँडा पाखा गाउँ बस्ती भरिदेऊ शुभ भाव। जय जय हत्रो बाबा जय आकाश भैरव शान्ति शक्ति प्रेम दिएर गरिदेऊ। मादलुको तालैमा नाचौँ आज छमा छमा। मादलुको तालैमा नाचौँ आज छमा छमा। माइती राजा सम्झियो माइती राजा सम्झियो